साथीहरु नमस्कार। ज्ञान बाँडौं ज्ञान बढाउँ भन्ने मूल उद्देश्यका साथ म तपाईहरु सामु आज पनि उपस्थित भइसकेको छु। मैले आज भन्दा अगाडिको क्लासहरुमा मिनको कुरा गरिराखेको थिएँ। अब आजबाट म मिडियनको कुरा गर्छु। मिन भनेको के हो आई होप कि तपाईहरुलाई क्लियर भइसकेको छ। अब मिडियन भनेको के हो थोरै म डिस्कस गर्न चाहन्छु। मिडियन भनेको एउटा क्वार्टाइलको भ्यालु हो। यदि हामीले डेटा सेटलाई चारवटा इक्वल पार्टमा डिवाइड गरेर त्यसको इच पार्टको कुरा गर्छौं भने त्यसलाई हामी क्वार्टाइल भन्छौं। क्वार्टाइलको सबैभन्दा बिचको पर्सन जसले चाहिँ 50% डेटाको इन्फर्मेसनलाई क्यारी गरेको हुन्छ त्यो 50% इन्फर्मेसनलाई हामी के भन्छौं त मिडियन भन्छौं। मिडियनले चाहिँ पोजिसनल भ्यालु दिन्छ। मिनले एभरेज भ्यालु दिन्थ्यो भने मिडियनले चाहिँ पोजिसनल भ्यालु दिन्छ। पोजिसन त्यस्तो पोजिसन जुन चाहिँ राइट साइडबाट पनि लेफ्ट साइडबाट पनि गर्दाखेरि के हुन्छ त बिचमा पर्छ, त्यसलाई हामी मिडियन भन्छौं। अब मिडियन क्याल्कुलेसन गर्दाखेरि हामीले मेन इम्पोर्टेन्टली अब्जर्भ गर्नुपर्ने कुरा भनेको चाहिँ इन्डिभिजुअल सिरिजमा छ भने जहिले पनि हामीले त्यो इन्डिभिजुअल सिरिजमा भएको डेटाहरुलाई असेन्डिङ अर्डरमा अरेन्जमेन्ट गर्नुपर्ने हुन्छ। यदि अरेन्जमेन्ट गरेरै दिएको छ भने ठीक छ हैन। प्राय हामीलाई क्वेशन सोध्दाखेरि अरेन्जमेन्ट नगरिकन सोध्ने खालको क्वेशनहरु सोध्छ। अरेन्जमेन्ट नगरी सोधेको छ भने हामीले जहिले पनि डेटाहरुलाई एसेन्डिङ अर्डरमा अरेन्जमेन्ट गर्नुपर्ने हुन्छ। एसेन्डिङ अर्डर भनेको सानो डाटादेखि ठूलो डाटाको क्रम मिलाएर लेख्नुपर्छ। अब त्यसपछि डिस्क्रिट र कन्टिन्युअसको केसमा हामीलाई अरेन्ज गरिराख्नुपर्ने डाटा खासै सोध्दैन, अरेन्ज गरिराख्नु पर्दैन। तर हाम्रो यो डिस्क्रिट सिरिज र कन्टिन्युअस सिरिजमा हामीले मेन इम्पोर्टेन्ट याद गर्नुपर्ने कुरा भनेको चाहिँ फ्रिक्वेन्सी कस्तो छ हैन। अब फ्रिक्वेन्सी 3 7 10 5 3 5 2 छ यो दिएको डेटामा हैन। यो डिस्क्रिट सेटको डाटा हो। अब त्यसपछि यसको करेस्पोन्डिङ भ्यालुहरु हामीलाई भनेको ठ्याक्कै डिस्क्रिट डेटा एउटा मात्र ठ्याक्कै न्यूमेरिकल भ्यालुमा दिएको छ, यसलाई हामी भन्छौं डिस्क्रिट डेटा। अब यदि रेन्जमा हामीलाई x भ्यालुहरु दिएको छ भने x भ्यालुहरु भनेको अब्जर्भेसनको भ्यालुहरु हामीलाई यदि रेन्जमा दिएको छ भने त्यसलाई हामी कन्टिन्युअस टाइपको डेटा भन्छौं। सबैभन्दा पहिले हामी यो दुईटा क्वेशनहरु हेरौं। दुईटा क्वेशनमा फर्स्ट क्वेशन भनेको हाम्रो इन्डिभिजुअल सिरिजमा छ है त। मैले लेखे इन्डिभिजुअल सिरिजमा भएको डाटा हो यो। र सेकेन्ड क्वेशन भनेको के हो त डिस्क्रिट सिरिजमा भएको डाटा हो। अब फर्स्ट क्वेशनको सोलुसन सबैभन्दा पहिले हामी हेरौं। फर्स्ट क्वेशनमा भएको सोलुसन हामीले मिडियन क्याल्कुलेट गर्दाखेरि जहिले पनि ध्यान दिनुपर्ने कुरा बिर्सन नहुने कुरा भनेको अरेन्ज गर्नुपर्छ। रिअरेन्जिङ द गिवन यो सोलुसन ए को है, ए को सोलुसन हो। रिअरेन्जिङ द गिवन डेटा इन ascending order भनौं। rearranging the given data in ascending order। मेरो त्यो लाइटको कमी हो, म यहाँ लाइट खोल्छु। ओके, असेन्डिङ अर्डरमा हामीले अरेन्ज गर्दाखेरि सबैभन्दा सानो भ्यालु कुन छ त्यो हेर्नु पर्यो। यहाँ हाम्रो गिवन सेटमा गिवन डेटामा हाम्रो सबैभन्दा सानो भ्यालु भनेको के हो त 12 हो। 12 पछि त्यसपछि हामीले यो अरेन्ज गर्दाखेरि पनि यहाँ त छोटो डाटा छ हैन, लामो डाटा छ र अरेन्जमेन्ट गर्नु पर्यो भने हामीले सबैभन्दा इम्पोर्टेन्टली याद गर्नुपर्ने 1 डिजिटको डाटा छ कि छैन हेर्ने। 1 डिजिटको डेटा छ भने 1 2 3 4 5 6 7 8 9 सम्म हामी हेर्छौं हैन। 9 सम्म हेरेपछि त्यसरी सिरियली हेर्दै जान्छौं। अनि 10 पुगिसकेपछि भनेको 2 डिजिटमा डेटा आइसकेपछि 2 डिजिटमा पनि हामीले फर्स्ट डिजिट चाहिँ 1 बाट स्टार्ट भएको छ कि छैन त्यो कुरा हेर्छौं। 1 डिजिटबाट स्टार्ट भएको डेटा भनेको हाम्रो एउटा मात्रै छ, यो हो 12। अब त्यसपछि 1 डिजिटको डेटा सबै सकिसक्यो। 12 पछि 13 छ कि छैन हेरिराख्नु परेन, 14 छ कि छैन हेरिराख्नु परेन, 1 बाट स्टार्टै भएको छैन भनेपछि सबै डेटाहरु के छ त बाँकी भनेको 1 बाट स्टार्ट भएको छैन। अब 2 बाट स्टार्ट भएको डाटा सरल हेर्दाखेरि हामी एउटा मात्रै पाउँछौं जुन चाहिँ 25 हो। अब 3 बाट स्टार्ट भएको डेटा एउटा मात्रै पाउँछौं हामी
37 भयो। अब 4 बाट स्टार्ट भएको डेटा भनेको यहाँ एउटा मात्रै डेटा देख्छौँ हामी जुन चाहिँ 40 भयो। अब 5 बाट स्टार्ट भएको डेटा भनेको एउटा मात्रै छ जुन चाहिँ 50 भयो। अब 6 बाट स्टार्ट भएको डेटा भनेको 60 छ। अब 7 बाट स्टार्ट भएको डेटा छैन, 8 बाट स्टार्ट भएको डेटा छैन, 9 बाट स्टार्ट भएको डेटा छ जुन चाहिँ कति हो 90 छ। अब हामीले एउटा इम्पोर्टेन्ट कुरा के गर्नुपर्छ भने काउन्ट गर्नुपर्छ के एरेन्ज गरिसकेपछि कहिलेकाहीँ डाटाहरू छुट्ने सम्भावना हुन्छ। 1 2 3 4 5 6 7 वटा डाटा छ हाम्रो क्वेसनमा। हामीले एरेन्ज गरिसकेपछिको डाटा भनेको 1 2 3 4 5 6 7 वटै छ। इट्स ओके। यहाँ इक्वल टु कति छ त 7 छ हैन। अब हामीले इन्डिभिजुअल सिरिजमा मिडियनको फर्मुला लगाउनुपर्छ है त। हामी सुरुमा पोजिसनको कुरा गर्छौं। पोजिसन अफ मिडियन जसलाई चाहिँ हामी एमडी को पोजिसन भन्छौं हैन। अब यो एमडी भनेको चाहिँ नोटेसन हो हैन। ठ्याक्कै मिडियन कति हो भनेर हामीले लेख्दा पनि हुन्छ। पोजिसन अफ मिडियन भनेको इक्वल टु अब हेर्नु है n + 1 डिभाइड बाइ ट्रुथ आइटम हुन्छ। n + 1 डिभाइड बाइ ट्रुथ आइटम हुन्छ। n भनेको जुन चाहिँ हामीले 7 लिइसकेका छौं 7 + 1 डिभाइड बाइ ट्रुथ आइटम भयो। यो भनेको 8/2 भनेको फोर्थ आइटम भयो। अब फोर्थ आइटममा भएको डेटाहरुलाई हामीले काउन्ट गर्ने हो। देयरफोर मिडियन इज डिनोटेड बाइ एमडी। यो कुरा पनि याद गर्ने। एमडी भनेको कति भयो त फर्स्ट सेकेन्ड थर्ड फोर्थ भनेपछि कति डाटा रहेछ 40 भनेको चाहिँ के रहेछ हाम्रो मिडियन रहेछ। अब यसै गरी हेर्नुस् है त। मानौ अब मैले तपाईलाई जस्ट एक्जाम्पल दिन खोज्दैछु है। मानौ यो फोर्थ पोजिसनको ठाउँमा हाम्रो फोर्थ पोजिसनको ठाउँमा 4.75 पोजिसनको डेटा आएको थियो है। मानौ फर एक्जाम्पल तपाईलाई हामीले यहाँनिर ठ्याक्कै फोर्थ पोजिसन आएन भने के हुन्छ भनेर म बुझाउन खोज्दैछु है त। 4.75 पोजिसनमा आएको थियो। यो भनेको फोर्थ पोजिसन भन्दा अगाडिको डाटा है। यो भनेको फोर्थ पोजिसन भन्दा बिचको डाटा तर फिफ्थ पोजिसनमा पनि पुगेन नि त। यो भनेको 4.75 भनेको 4 र 5 को बिचको डाटा 4 र 5 को बिचको 75% को यता 50 भनेको यो 4 देखि माथिको फिफ्थ डेटा छ जुन चाहिँ 50 तिर पर्ने चान्स चाहिँ 25% र 40 बाट उता पर्ने चान्स चाहिँ 75% उता हो के भनेको यहाँनिरको पोजिसन हो। अब यसलाई कसरी निकाल्ने भने मिडियन निकाल्दाखेरि हामीले यहाँ हेर्नुस् है 40 प्लस। अब 40 मा हामीले के जोड्नु पर्यो त भन्दाखेरि यो एउटा त 40 हो। 40 मा यो जति आएको छ 0.75 यो भनेको 75% उतापट्टि हो के। अनि 50 माइनस 40 यो 40 हो भनेपछि 40 गर्नु पर्यो। यसरी क्याल्कुलेसन गर्नुपर्ने हुन्छ। यो भनेको कति हुन जान्छ 40 प्लस 0.75 इन्टु कति 10 हैन। 50 माइनस 40 गर्दा 10 हुन्छ। यो भनेको 40 प्लस अब 10 ले 0.75 गर्दा 7.5 हुन्छ। यो भनेको 47 point कति हुन जान्छ 47.5 हो। यसरी चाहिँ देयरफोर एमडी = 47.5 हो भनेर हामी लेख्छौं यदि एक्ज्याक्ट पोजिसन आएन भने है त। यहाँ जस्तो मैले 7.5 को एक्जाम्पल लिए 2.5 आए पनि 3.5 आए पनि के गर्ने त 0.80 ले चाहिँ के छ उता छ डाटा भन्ने हो है। 47.5 आउँथ्यो यहाँ भएको भए भनेको 40 41 42 43 44 45 46 47.5 भनेको नियर टु द 50। यो भनेको 4.75 भनेको नियर टु द फिफ्थ पोजिसन हो नि त। त्यो भएकोले फिफ्थ पोजिसन भन्दा नजिकैको डाटा यसरी आउने हो। यसरी हामी इन्डिभिजुअल सिरिजको जुनसुकै टाइपको डाटा आए पनि हामीले यसरी मिडियन निकाल्न सक्छौं। त्यसपछि 2 नम्बरको सल्युसन हेरौं।
ओके, बी नम्बरको सोल्युसन। अब यसमा हामीले पोजिसनको कुरा हेर्ने हो र पनि हामीले एरेन्जमेन्टको कुरा गरिराख्नु पर्दैन। यसमा चाहिँ हामीले क्युमुलेटिभ फ्रिक्वेन्सीको कुरा गर्छौँ। क्युमुलेटिभ फ्रिक्वेन्सीको कुरा गरेर मिडियन निकाल्छौँ है त। अब एक्सपेन्डिचर भनेको 1500 3000 4500 6000 7500 9000 1050 यति हामीसँग भएको एक्सपेन्डिचरको डाटा छ। अब त्यसपछि नम्बर अफ फ्यामिली भनेको फ्रिक्वेन्सी हो हैन। अब फ्रिक्वेन्सी चाहिँ हाम्रो कति छ त? 3 छ, 7 छ, 10 छ, 5 छ, 3 छ, 5 छ, 2 छ। अब हामीले अघि स्मल एन निकाले जस्तै स्मल एन भनेको त्यही नम्बर अफ अब्जर्भेसन थियो। हामी यहाँ क्यापिटल एन निकाल्छौँ। यो क्यापिटल एन भनेको चाहिँ सम अफ द फ्रिक्वेन्सी हो। सम अफ फ्रिक्वेन्सी गरौँ। 3 र 7 ले 10, 10 10 20, 20 र 5 ले 25, 25 र 3 ले 28, 28 र 5 ले 33, 33 र 2 ले कति 35। तपाईहरुलाई यसरी जोड्न गाह्रो लाग्छ भने एउटा डिजिट जोड्नु, एउटा डिजिट जोड्दा पनि हुन्छ। 5 र 2 ले 7, 7 3 10, 10 5 15, 15 र 0 ले 15, 15 र 7 ले 22, 22 3 ले 25, 25 को 5 क्यारी आयो कति? हातमा लाग्यो कति? 2, 1 मा 2 जोड्दा कति? 3। यसरी पनि जोड्न सकिन्छ। अब फ्रिक्वेन्सी निकालिसकेपछि हामीले जहिले पनि क्युमुलेटिभ फ्रिक्वेन्सी निकाल्नु पर्ने हुन्छ। क्युमुलेटिभ फ्रिक्वेन्सी जसलाई हामी सीएफ लेख्छौँ सर्ट फर्ममा। क्युमुलेट गर्ने भनेको चाहिँ के हो त भन्दाखेरि पालै पालो क्रमशः जोड्दै जाने हो भनेको हैन है त। 3 भनेको सबैभन्दा सुरुको फ्रिक्वेन्सी हो। 3 लाई जस्ताको तस्तै लेखौँ। अब क्युमुलेट गर्ने भनेको यही 3 लाई यो 7 सँग जोड्ने। यो अब म यहाँ यो सहितै लेखिदिन्छु। 3 + 7 = 10 यसरी नै लेखिदिन्छु म। तर तपाईहरुले यो प्लस प्लस गरेर देखाइराख्नु पर्दैन, डाइरेक्ट लेख्दा हुन्छ। अब के गर्नु पर्यो भने त 10 + 10 = 20 भयो। अब 20 प्लस यही 20 यहाँ लेखेको प्लस यो 5 जोड्नु। 5 = 25। अब यही 25 प्लस 3 यो 3 सँग जोड्नु = 28। 28 प्लस 5 = 33। 33 प्लस 2 = 35। अब हामीले विचार गर्नुपर्ने कुरा जहिले पनि यो एन र यो क्युमुलेटिभ फ्रिक्वेन्सीको लास्ट क्युमुलेटिङ गरेको भ्यालु चाहिँ के आउँछ त? बराबरी आउँछ। यो बराबरी आएन भने हामीले क्युमुलेट गरेको कुरा बिग्रियो भनेर बुझ्नुपर्छ हामीले है त। त्यसपछि अब हामीले पोजिसन अफ एमडी भनेको के हो त? मिडियन = योमा पनि के गर्ने? अघिको जस्तै अघि हामीले स्मल n + 1 लेखेको थियौँ इन्डिभिजुअल सिरिजमा /2 गरेका थियौँ। तर यहाँनिर के गर्नु पर्यो? क्यापिटल N + 1 /2 टुथ आइटम। यो भनेको हामी नेपालीमा n + 1 / 2 औं पद हो भनेर लेख्छौँ। के त? मिडियनको पोजिसन चाहिँ = n भनेको 35 आएको छ। 35 + 1 / टुथ आइटम = 36 / 2। यो भनेको कति हुन्छ त? 18। 18 × 36 हैन? 18th आइटम। अब यहाँनिर अलिकति बुझ्नुपर्ने कुरा चाहिँ हामीले 18th आइटम क्युमुलेटिभ फ्रिक्वेन्सीमा हेर्ने है। अघि चाहिँ डाइरेक्ट हामीले अब्जर्भेसनमा हेर्थ्यौँ पोजिसन हैन। यहाँ त पोजिसनको कुरा हामीले एरेन्ज गरेर राखेको छैन भ्यालुहरु हैन। यो एरेन्ज गरेर राखेको छैन भ्यालुहरु, हाम्रो फ्रिक्वेन्सीमा आधारित छ। यो त 1500 3 वटा छ, 3000
7वटा छ, 4500 10वटा छ हैन। अब 6000 चाहिँ के छ 5वटा छ भनेपछि यो भ्यालु यतापट्टिको भ्यालु बढ्दै गएको भए पनि यताको फ्रिक्वेन्सीले असर पार्छ, भ्यालुहरू थोर हुन सक्छ हैन। त्यही भएर अब हामीले यहाँनिरबाट क्युमुलेटिभ फ्रिक्वेन्सीमा हेर्नुपर्छ। CF जस्ट ग्रेटर देन 18 इज 18 भन्दा जस्ट ग्रेटर भ्यालु। अब हामीले ठ्याक्कै यहाँनिर 18 छ भने 18 पनि हेर्न मिल्यो हैन, तर 18 भन्दा सानो भ्यालु हेर्नु भएन। 18 भन्दा जस्ट ग्रेटर भ्यालु कुन हो त्यो हेर्नुपर्छ क्युमुलेटिभ फ्रिक्वेन्सीमा। 18 भन्दा जस्ट ठुलो भनेको 20 हो, 20। सो अब 20 भन्दा करेस्पोन्डिङ भ्यालु चाहिँ के हो त, त्यही भ्यालुलाई हामी के भन्छौँ त मिडियन भ्यालु हो भन्छौँ है त। CF जस्ट ग्रेटर देन 20 इज कति 18 इज 20, देयरफोर सो मिडियन MD इक्वल टु कति हो त करेस्पोन्डिङ भ्यालु अफ द सरी यहाँ मैले 3000 मा लगाएँ 4500 है, 4500 को सिधावाला भ्यालु हो यो, थर्ड भ्यालु हो नि त भनेको 3 10 20 भनेपछि यहाँ थर्ड क्युमुलेटिभ फ्रिक्वेन्सीको भ्यालु के हो त 45 यो भ्यालु हो के। यो भ्यालुलाई हामी के भन्छौँ त क्युमुलेटिभ फ्रिक्वेन्सीको करेस्पोन्डिङ भ्यालु। हामीले x को हेर्नु MD इक्वल टु 4 5 0 0 यहाँ चाहिँ के गर्ने एन्सर गर्ने है त। अब त्यसपछि हामीले यसरी जुनसुकै डिस्क्रिट सिरिजको पनि मिडियन निकाल्न सक्छौँ। अब एउटा कन्टिन्युअस सिरिजको एक्जाम्पल हेरौँ है त। ओके साथीहरू, अब यो कन्टिन्युअस सिरिजको एउटा क्वेसन दिएको छु मैले। यो कन्टिन्युअस सिरिजको क्वेसनलाई कसरी हामीले मिडियन निकाल्ने त्यो कुरा डिस्कस गरौँ है त। सोलुसन अब हामीले जसरी डिस्क्रिट सिरिजमा क्युमुलेटिभ फ्रिक्वेन्सी निकाल्यौँ त्यसै गरी हामीले कन्टिन्युअस सिरिजमा पनि क्युमुलेटिभ फ्रिक्वेन्सीसम्म काम गर्नुपर्ने हुन्छ। अब यहाँनिर हेर्नु एकचोटि क्वेसन हेरौँ। साइज र फ्रिक्वेन्सी दिएको छ। क्लासको साइज 10 देखि 16 छ, यहाँ 6 को डिफरेन्स छ। 16 देखि 17.5 छ हैन, यहाँ 1.5 को डिफरेन्स छ। 17.5 देखि 20 सम्म छ हैन, यहाँनिर 2.5 को डिफरेन्स छ। यसरी डिफ्रेन्ट क्लास इन्टरभल र त्यसको फ्रिक्वेन्सी दिएको छ हैन। हामीले मिन निकाल्ने केसमा यो क्लास इन्टरभललाई इक्वल क्लास इन्टरभल सपोज गरेर हामीले मिन निकालिरहेको थियौँ। एउटा कुरा यहाँ मिडियनमा के फरक छ भने हामीले यसरी क्लास इन्टरभल हेर्दै जाँदाखेरि यो क्लास इन्टरभल फरक परेर पनि केही फरक पर्दैन। हामीले मिडियन निकाल्ने भनेको कुनै एउटा करेस्पोन्डिङ क्लासको मात्रै हो। यो होल डाटाबाट हामीले मिडियन कहाँनिर कुन चाहिँ क्लासमा पर्छ भनेर हामीले हेर्नु पर्दैन। हामीले पोजिसन निकाल्दाखेरि जुन पोजिसनको क्लास आएको छ त्यही क्लासको मात्रै लोअर लिमिट र अप्पर लिमिटको कुरा गर्ने भएकोले गर्दाखेरि लोअर लिमिटको कुरा गर्नुपर्ने भएकोले गर्दाखेरि यो डिफ्रेन्ट क्लास भएर हामीलाई केही पनि फरक पर्दैन। यस्तो खालको डेटा आयो भने तपाईँहरूले मिलाइराख्नुपर्ने यो डेटाको क्लास इन्टरभल फरक छ, क्लास इन्टरभल कसरी एउटै बनाउने भनेर राख्नु पर्दैन। अनि अर्को कुरा यहाँ विचार गर्नु होला 40 एन्ड एबभ भनेको छ। 40 एन्ड एबभ भनेको के हो भने 40 र 40 भन्दा माथिको डाटा, 40 भन्दा माथिको डाटा जति पनि हुन सक्छ। यो ओपन क्लास इन्टरभल छ हैन। अनि यो मिडियनमा चाहिँ हामीले ओपन क्लास इन्टरभलमा पनि के गर्न सक्छौँ मिडियन क्याल्कुलेट गर्न सक्छौँ। त्यो एउटा यो क्लासको एडभान्टेजेस, यो मेथडको एडभान्टेजेस हो मेजर अफ सेन्ट्रल टेन्डेन्सीमा है त। अब हामीले सोलुसनमा साइजको कुरा गरौँ। साइज भनेको कति छ 10 देखि 16, 16 देखि 17.5, 17.5 देखि 20, 20 देखि 30। अब यो साइजलाई पनि कन्टिन्युअसली लेख्दै जाउँ। 20 देखि 30, 30 देखि 35, 35 देखि 40, 40 एन्ड एबभ भनौँ है, 40 एन्ड एबभ भनौँ मैले। अब त्यसपछि फ्रिक्वेन्सीको कुरा छ। फ्रिक्वेन्सीलाई हामी एफ लेख्छौँ, तलसम्म तान्नु
त्यसपछि हामीलाई चाहिने प्यारामिटर भनेको सिएफ हो। सिएफ पनि लेखौँ। यति लेखिसकेपछि हाम्रो टेबलको काम पुरा हुन्छ। अब फ्रिक्वेन्सी कति छ साथीहरु हेरौँ। 10, 15, 17। अब मैले यहाँ पनि तान्दिएँ भने अहिले मलाई सजिलो हुन्छ। अब हेर्नुहोस् है, यो फ्रिक्वेन्सीहरू 10 देखि 16 को 10 हो। 10, 15, 17, 25, 28, 30 र 40 छ फ्रिक्वेन्सी हैन। अब त्यसपछि क्युमुलेटिभ फ्रिक्वेन्सी कसरी निकाल्ने अघि नै हामी डिस्कस गरिसकेका छौँ। डिस्क्रिट सिरिजमा जसरी हामीले क्युमुलेट गरेको हो त्यसै गरी 10 को 10 जस्ताको त्यस्तै लेख्ने। अब यो 10 र यो 15 जोड्दै 15 10 ले कति हुन्छ 25। अब 25 र 17 जोड्ने हो साथीहरु। 25 र 17 जोड्दा कति हुन्छ। अब जोड्नलाई तपाईहरुलाई गाह्रो लाग्छ भने क्याल्कुलेटर थिच्नुस् हैन भने 5 मा 7 जोड यसरी जोड्दा हुन्छ है। हेर्नुस् है, ठाडो जोड कि जस्तो 17 र 25 हामी यसरी जोड्छौं नि प्लस। त्यसै गरी हामीले मनमाने दिमागले जोड्न सक्छौं। 5 र 7 जोड 12 को 2 आयो 1, यहाँ 3 भयो, 3 1 ले कति हुन्छ त 4। यसरी जोड्न सकिन्छ। जस्तो यहाँ हेर्नुस् है, 7 र 5 ले 12 को 2 हातमा लाग्यो 1, 1 र 2 ले 3 भयो, 3 1 ले कति भयो 4 भयो। यसरी जोड्न सक्छ साथीहरु। अब 42 र 25 जोड्नु पर्यो। 5 2 ले 7, 4 2 ले 6, यसरी जोड्न सक्छौं। अब यो जोड्नु पर्यो। 7 र 8 ले 15 को 5 आयो 1, 1 ले 7 भयो, 7 र 2 ले कति 9 भयो। यसरी जोड्न सक्छौं हैन। अब 95 र 30 जोड्नु पर्यो भने 5 र 0 5 अनि 9 र 3 ले 12 को 2 आयो 1, सजिलो छ हैन। अब 40 जोड्नु पर्यो। यो 40 र 40 को 0 र 5 ले कति 5 हैन। 4 र 2 ले 6, 1 को 1 यस्तो हुन्छ साथीहरु। अब हामीले n इक्वल टु यो सबै जोड्यो भने 10 15 17 25 28 30 40 जोड्यो भने कति आउनु पर्छ 165 आउनु पर्छ। यो कुरा पनि तपाईहरुले विचार गर्नु पर्यो। अब हामीले यसमा निकाल्नु पर्ने भनेको सबैभन्दा पहिले पोजिसन। हाम्रो मिडियन चाहिँ कहाँ पर्छ त भनेर पोजिसन अफ एमडी इक्वल टु। अब फर्मुला पनि तपाईहरुले चेन्ज गर्नु पर्यो है। इन्डिभिजुअलमा स्मल n + 1 डिभाइड बाइ 2 थियो। डिस्क्रिट सिरिजमा भनेको क्यापिटल N + 1 डिभाइड बाइ 2 थियो। कन्टिन्युअस सिरिजमा आइसकेपछि के हुन्छ त क्यापिटल N डिभाइड बाइ 2 थ आइटम मात्रै हुन्छ। यति कुरा तपाईले विचार गर्नु पर्यो। अब क्यापिटल N भनेको कति छ हाम्रो 165 डिभाइड बाइ 2 थ आइटम। अब यसलाई डिभाइड कसरी गर्ने हेर्नुस् है। डिभाइड गर्दाखेरि तपाईले सबैभन्दा सजिलो भनेको काट्न जान्नु पर्यो है। 165 डिभाइड बाइ यो भनेको 2 हो। हेर्नुस् है, 2 ले 16 लाई 8 चोटी 8 दुना 16 हुन्छ। 2 ले 5 लाई कति चोटी भाग जान्छ हेर्नुस् है। मैले 16 सरी 2 8 16 यो 0 भयो। यो 5 त तल झर्ने हो 5। अब 2 दुना 4 हुन्छ के साथीहरु। 2 दुना कति हुन्छ 4। यहाँ कति रह्यो 1 रह्यो नि। हेर्नुस् त 2 दुना 4 हुन्छ। 4 लाई मात्रै भाग गएको छ यहाँ हैन। अब यहाँ 1 रहन्छ 5 मा। 1 लाई भाग जादैन। 1 लाई भाग्न गएपछि के दशमलव दिने हो हैन। दशमलव दिएर के थप्ने त त्यो 1 मा 0 थप्ने, 0 थप्ने। 0 थपेपछि त्यो 1 के हुन्छ त 10 हुन्छ। म तपाईलाई यहाँ बुझाइदिन्छु है साइडमा। यहाँ 82 पोइन्ट भयो। अब यहाँ 10 भएपछि 2 ले 10 लाई कति चोटी भाग जान्छ 5 चोटी भनेपछि 82.5 हुँदो रहेछ। 2 5 10 हुन्छ माइनस गरेपछि के हुन्छ त त्यहाँ केही पनि बाँकी रहँदैन भनेपछि 82.5 आइटम हुँदो रहेछ। 82.5 आइटम हुँदो रहेछ। अब यसरी 82.5 आइटम आएपछि 82.5 आइटम आइसकेपछि हामीले डिस्क्रिट सिरिजमा जे गरेको थियो त्यही हेर्ने।
just greater than 82.5 is। अब 82 भन्दा 5 82.5 भन्दा जस्ट ग्रेटर सिया कुन हो 95 हो हैन 67 त्यो भन्दा सानो हुन्छ 95 हो हैन is 95 so median lies in the class हेर्नुस् है त्यो 95 को सिधा भएको क्लासमा पर्छ 30 देखि 35 मा पर्छ भनेर विचार गर्नु है 30 देखि 35 मा क्लासमा पर्छ। अब हाम्रो यो मिडियन निकाल्ने चाहिँ एउटा फर्मुला छ के साथीहरु मिडियन इज इक्वल टु l प्लस n/2 माइनस cf by f into h त्यहाँ आई पनि लेख्छन् कसैले। अब यो लेख्दिन म यहाँ यो l भनेको के हो n/2 भनेको के हो म भनिदिन्छु थोरै l भनेको लोअर लिमिट अफ द मिडियन क्लास अहिले मिडियन क्लास हाम्रो यो आयो यसको लोअर लिमिट भनेको यो 30 हाम्रो l को भ्यालु भयो n/2 भनेको यहाँ जति भ्यालु आएको छ त्यसलाई हामी n/2 भन्छौं जस्तै यहाँ हामीले n/2 निकाल्दाखेरि जुन आइटम आएको छ नि त्यो आइटमलाई हामी n/2 को भ्यालु भनेर राख्छौं। cf भनेको प्रिसिडिङ भ्यालु अफ द हेर्नुस् है प्रिसिडिङ भ्यालु अफ द मिडियन क्लास है त प्रिसिडिङ क्युमुलेटिभ भ्यालु अफ द मिडियन क्लास प्रिसिडिङ क्युमुलेटिभ भ्यालु भनेको चाहिँ प्रिसिडिङ भनेको जुन चाहिँ मिडियन क्लास छ त्यो क्लास भन्दा अगाडिको भ्यालु हेर्नुस् त प्रिसिडिङ अगाडिको सक्सिडिङ भन्ने काइनेरि तपाईलाई टर्मिनोलोजी त्यस्तो आयो भने सक्सिडिङ भनेको चाहिँ त्यो भन्दा अगाडिको भ्यालु हो है त अहिलेको लागि cf भनेको के रहेछ प्रिसिडिङ क्युमुलेटिभ भ्यालु अफ द मिडियन क्लास f भनेको करेस्पोन्डिङ फ्रिक्वेन्सी अफ द मिडियन क्लास h भनेको क्लास इन्टरभल अफ द मिडियन क्लास यहाँ मिडियन क्लासको मात्रै h है मिडियन क्लासको मात्रै वेट हो h भनेको अरु क्लासमा त के छ साइजहरु फरक साइजको छ ल यहाँ दिएको कुराहरु l इक्वल टु कति भयो त हाम्रो 30 n/2 को भ्यालु पनि फेरि लेख्दियौ 82. अब cf को भ्यालु कति हो साथीहरु cf को भ्यालु भनेको प्रिसिडिङ क्युमुलेटिभ फ्रिक्वेन्सी अफ द मिडियन क्लास भनेको कति भयो 67। अब f को भ्यालु कति भयो करेस्पोन्डिङ भ्यालु अफ द करेस्पोन्डिङ फ्रिक्वेन्सी अफ द मिडियन क्लास यो 30 देखि 35 भन्ने मिडियन क्लासको फ्रिक्वेन्सी कति छ 28 भयो। अब h भनेको के हो साथीहरु क्लास विड्थ अफ द मिडियन क्लास 30 देखि 35 मा यसको मात्र क्लास विड्थ हेर्नु पर्यो 30 देखि 35 मा कति छ क्लास विड्थ ग्याप कति छ भनेको के रेन्ज कति छ भनेको 35 - 30 भनेको कति हो 5 हैन त्यसो भए 5 यसमा के भयो त h भयो। नाउ वी हैव त्यो चाहिँ मिडियन को फर्मुला है साथीहरु md median is equal to l plus n/2 minus cf divided by f into h यो चाहिँ हाम्रो के भयो त फर्मुला भयो। अब माथि लेख्छु है त साथीहरु क्याल्कुलेसन माथि गर्छु मैले सबै प्यारामिटरहरु यहाँ लेखेको छु ज्ञान बढाउँ है साथीहरु ल मिडियन क्लास इक्वल टु l को भ्यालु 30 प्लस n/2 को भ्यालु कति 82.5 माइनस cf भनेको कति छ साथीहरु 67 डिवाइड बाइ f भनेको कति छ 28 इन्टु h भनेको कति छ 5। अब हेर्नु है साथीहरु 30 लाई जस्तै लेख्न सेक्सनको लागि प्लस 82.5 माइनस 67 गर्नुस् हैन है 82.5 माइनस 67 हो। अब 12 मा 7 घटो 5 बाँकी 6 मा 7 मा 6 घटो 1 बाँकी 0.5 भनेपछि कति हुँदो रहेछ
15.5 डिवाइड बाई 28 इन्टु 5 गर्नु पर्यो। अब हामी क्यालकुलेटर युज गर्दै क्यालकुलेटर युज गरौँ। अब कसरी क्यालकुलेसन गर्ने? 15.5 इन्टु 5 गर्ने। 15.5 इन्टु 5 डिवाइड बाई 28 एकैचोटि गर्दा भइहाल्यो। यो भनेको 30 प्लस 2.767 हुँदो रहेछ। 30 मा 2 जोड्दा कति हुन्छ साथीहरू? 32.767 सुकेर त एन्सर भयो। हामी यसरी मिडियन चाहिँ क्यालकुलेसन गर्नु सक्छौँ है त साथीहरू। अब हामीले यहाँ डिस्कस गर्नुपर्ने कुराहरू मेजर अफ सेन्ट्रल टेन्डेन्सीमा मोडको कुरा छ। मोड भनेको मोस्ट रिपिटेटिभ फ्रिक्वेन्सी हैन, भनेको म्याक्सिमम फ्रिक्वेन्सी अथवा मोस्ट रिपिटेटिभ भ्यालु हो। अनि त्यसपछि पार्टिसन भ्यालुहरूको पनि कुरा छ। पार्टिसन भ्यालु भनेको के हो मैले फर्स्ट क्लासमा डिस्कस गरेको छु। हेर्नुभएको छैन भने मेरो फर्स्ट क्लासको मेजर अफ सेन्ट्रल टेन्डेन्सीको फर्स्ट भिडियोमा गएर हेर्न सक्नुहुन्छ। अब मोडको कुरा गर्छु म साथीहरू नेक्स्ट भिडियोमा। त्यति बेलासम्मको लागि धन्यवाद, नमस्कार।